Hello everyone, good morning, नमस्कार, वेलकम ब्याक अगेन टु आवर युट्युब च्यानल। आज चाहिँ चोरको लुक्समा छु हैन। अनि नयाँ भ्लगमा हजुरहरुलाई स्वागत पनि गर्न चाहन्छु भन्न बिर्सिहाल्दै रहेछु। अनि चोरको लुक्समा चाहिँ यो लुक्स चाहिँ किन बनाएको भने नि म चाहिँ आलु खुन्नु जानु आँटेको हैन। अनि हाम्रो चाहिँ अब हाम्रो नगरपालिकाको चाहिँ मेयर एकदम जल्दै बोल्दै उम्मेदवारी छ नि त। अनि बाटो बनाउँदैछ क्या, सबै बाटो भत्काएको छ। अनि धुलो यति धेरै उड्छ कि यति डेन्जर धुलो उड्छ कि कसम चाहिँ यो नाक साक आँखा साखा सबै धुलोले बन्द भइजान्छ। त्यही भएर मैले चाहिँ सबै यो भिरेर चोर जस्तो भएर जाँदैछु। यो चाहिँ मेरो सेफ्टीको लागि हो, कुनै सोको लागि होइन होइन। अनि आज चाहिँ बबाल आलु कुनै हुँदैछ, पानी पर्दैछ हाम्रोतिर चाहिँ। अनि पानी पर्दा अब आलु कुहिन्छ भनेर चाहिँ आलु कुन्नु पर्नेछ तल मम्मीहरूकोमा। अनि त्यही भएर चाहिँ मजा लागेको हेर्दै गर्नु होला भिडियो। यत्र आलु देखाउँछु, यत्र फलेको छ कि यत्र देखाउँछु, जत्र फल्यो भने म तपाईँहरूलाई देखाउँछु। देखाउन चाहिँ मेरो यात्रा यसरी अघि बढ्छ। टुई 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 हो। यसरी आफूभन्दा ठुलो साधनले धुलो खुवाइदिन्छ क्या। त्यही भएर म यसरी लुकेर हिँड्नु परेको छ। अनि मान्छेहरू चाहिँ हाँस्दै होला मलाई देखेर, चस्मा लाएर क्याप लाएर। अनि मुनि चाहिँ लुक्स सुरुवाल र चप्पल, अनि साइकल चप्पल सुरुवालमा क्याप चस्मा लाएर भनेर मान्छेहरू हाँसिरहेको होला। सबले हेरि पनि राख्छ अघिदेखि। तर पनि मलाई मतलब छैन, किनकि मलाई त धुलोदेखि बस्नु छ नि त होइन। ठुलो ठुलो गाडीहरूले बङ बङ धुलो खुवाएर हिँडिदिन्छ क्या। त्यही भएर चाहिँ मैले त्यसैको सेफ्टी गरेको हो क्या साथीभाइहरू। ट्याक ल यसरी आलु निकाल्छौँ हामी चाहिँ। ओहो यहाँ पो गजब निस्क्यो त। ल अब चाहिँ ट्याक्क लाएर यो आलु टिप्ने हो। पुण्डे आज त्यो लिएर यहाँ निस्किरहेको छ, आइदिन। आइज छिटो धड्कन रोकिदियो। तँ त्यहाँ खनाएर लिन, त्यहाँ भेलाउनुपर्छ क्या। पुन्टे परेड ए पुन्टे परेड मलाई पल्ला रे साइलाले पो त हत्तरिका सैली रिमै आमाले पल्लो रे साइलो रे ए म त ढले ढले भ्यागु जस्तो नगर्न हो, यो भत्किन्छ। भन्दा पनि काम गर क्या, काम कति बोल्छस् हँ? प्यात्तर 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 बोलेको दिमाग खराब पारिदिन्छ। कति बोल्छस्? मुख दुख्दैन? लाटा जस्तो पनि बोल्छ। त लाटा कि बाठा? यत्रो घाँस छ त यहीँ। आलु खुन्नु भन्दा पनि अगाडि चाहिँ यहाँनिर मकै रोप्ने ठाउँमा बोडीमा त्यो के अरे घाँस काट्नु पर्ने अरे क्या। अनि त्यही भएर घाँस काट्नलाई आउँदैछु यहाँ तल खेतको पुच्छरमा। म चाहिँ यो बोडीको बिचमा हाल्ने अरे मकै। थोरै छैन रहेछ नि त घाँस पनि यो ड्याङको बिचमा क्या। यहाँबाट यसरी मकै हाल्ने अरे क्या, यत्तिकै। अनि त्यही भएर चाहिँ यहाँ काट्नु पर्ने अरे। र यहाँ बाउरामा आएको खोइ के विधि हो घाँस त थोरै छैन। कसम चाहिँ मेरो घरमा बस्तु भएको भए चाहिँ म दिनदिनै आएर लान्थेँ होला। त्यत्तिकै लोभ लाग्दैछ मलाई। छैन आफ्नोमा कुखुरा बाहेक केही पनि। के हुँदैन हौ बर्खेको झन्डै सक्स नै काट्यो। यहाँ हुन्छ मेरो बोजू बाजे, यहाँ हुन्छ मेरो साइली बुबु। निन्द्रा लाग्यो। कम्ती चर्को घाम छैन। सुत्नु न त, त्यसरी सुत्नु भनेको। म त अर्कै गाडी सुत्छु। म त ओछ्यान
खानु त अल्छिरहेको काम चल उता जा यता यता आइज गर्मी गर्मी यता आइज कहाँ गएको ढिलो हुन्छ गर्मीलाई ला 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 ल भयो धेरै भिज्ने अहिले ज्वरो आउने गरी भिज्ने अरे ऊ पत्रलाई मार्दिछु यो हो नि त पारा अब ल ल ल अब एकछिन खोइ भान्छु त्यहाँ टिटिक ला नि त काम उठे ढाकी थापिसियो भयो भाइ सबै खिचिन